हेलो गाइज, गुड मर्निङ एभ्रिवान। सबैजना आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। हाम्रोतिर चाहिँ गहुँ पाकेर एकदम काट्ने टाइम भइसक्यो। हजुरको गाउँतिर कस्तो छ गाइजहरू कमेन्ट गर्नु होला। हाम्रो चाहिँ गहुँ पाकेर यस्तो भइसकेको छ र हजुरको गाउँतिर कस्तो छ होला आजभोलि। हाम्रो चाहिँ गहुँ पाकेर यस्तो भइसक्यो गाइजहरू, हजुरले देख्न सक्नुहुन्छ आजको मेरो मिनी ब्लगमा। बिहानीको म बनाउँदैछु गाइजहरू। यस्तो छ है हाम्रो गाउँतिर, गहुँ पाकेर एकदमै राम्रो भएको छ गाइजहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि सबैजना आरामै हुनुहुन्छ होला। सबैजनाले कमेन्ट गर्नु होला गाइजहरू। हाम्रोतिर चाहिँ गहुँ पाकेर एकदमै राम्रो भइरहेछ। यस्तो छ गाइजहरू, देख्न सक्नुहुन्छ हजुरले आजको मेरो मिनी ब्लगमा। हाम्रोतिर चाहिँ यस्तो गहुँ पाकिसकेको छ गाइजहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। गहुँ पाकेर लटमट्टै भइसक्यो गाइजहरू। हजुरको ठाउँतिर कस्तो छ कमेन्ट गर्दै गर्नु होला। अनि हाम्रोतिर यस्तो छ, गहुँ पाकेर यस्तो भइसक्यो गाइजहरू।